पुलिसले पक्राउ गरिरहेको छ। पुलिसले यहाँबाट लिएर गइरहेको दृश्य हामी सुभाषमणि सिंहले देखाइरहेका छौँ। हिजो मात्रै उनको पक्राउ गरेको के भनेर कहाँ लाग्छ? मलाई सिक्किम पुलिसले पक्राउ गरेको जुन चाहिँ हाम्रो गोर्खा सेवा सेनाको संवैधानिक एउटा माग छ, संवैधानिक माग छ धारा 371F, जो चाहिँ दार्जिलिङको भूभागमा 48 सालदेखि कार्यान्वयन भएको छैन र त्यो कार्यान्वयन नभएको कारणले गर्दा जुन चाहिँ हाम्रो राज्यको छुट्टै राज्यको मागहरू छ, सँगसँगै अरू अन्य व्यवस्थाहरू भारतको संविधानले अब त्यसलाई गर्नु सकिरहेको छैन, एड्रेस गर्नु सकेको छैन र हामीले संवैधानिक लडाइँ गर्दैछौँ। त्यसले गर्दा कानुनको जति पनि प्रावधानहरूलाई हामी सम्मान गर्छौँ। सिक्किम पुलिसले पक्राउ गरेको? हजुर हजुर। अहिले हामीले थाहा पाइरहेका छौँ सुभाषमणि सिंहलाई पक्राउ गरिँदैछ यहाँको घरबाट। हामी तपाईँहरूलाई यो दृश्य देखाइरहेका छौँ। स्थानीय यहाँको पुलिस लगायत सिक्किम पुलिसले पक्राउ गरेको उहाँले बताइसक्नु भएको छ। उनी विरुद्ध हिजो मात्रै एफआइआर दर्ता भएको थियो। हामीले अहिले देखिरहेका छौँ सिक्किमबाट एसके नम्बरको वाहनमा उहाँलाई चढाइएको दृश्य हामी नजिकबाट तपाईँहरूलाई यो पत्रकार सम्मेलन गरेका थिए गोर्खा सेवा सेनाले। त्यो पत्रकार सम्मेलनमा जुन आरटिआईको सुनवाई थियो त्यसलाई मिसलिड गरिएको अनि सिक्किमको अफिसियल लोगो युज गरेको, बिना अनुमति युज गरेको आरोप थियो। यहाँ नजिकबाट देखौँ सुभाषमणि सिंह जसलाई एरेस्ट गरिएको छ स्थानीय पुलिसको सहयोगमा सिक्किम पुलिसद्वारा। सुभाषमणि सिंहले आफै यहाँको रेली रोडमा अवस्थित निजी घरबाट नै पुलिसले यसरी लाँदै गरेको हामीले यो दृश्य देखाइरहेका छौँ। उनी विरुद्ध सिक्किमको गृह हामी देखिरहेका छौँ। सिक्किम पुलिसले घरबाटै उहाँलाई पक्राउ गरेर यो लाँदै गरेको दृश्य हामी नजिकबाट पनि देखाइरहेका छौँ। गाडीभित्र सुभाषमणि सिंहलाई तपाईँहरूले देख्न सक्नुहुन्छ। सुभाषमणि सिंह जो गोर्खा सेवा सेनाका एकजना सदस्य पनि हुन्। उनले नै सिक्किममा एफआइआर दर्ता सिक्किममा एउटा आरटिआई गरेका थिए। हामी यो जाँदै गरेको दृश्य देखाउँदैछौँ, तपाईँहरूलाई जानकारी पनि दिँदैछौँ। उनलाई पक्राउ गर्नुको उद्देश्यबारे पनि तपाईँहरूलाई म बताउँदैछु। हेर्नुहोला यसरी सुभाषमणि सिंहलाई रेली रोड स्थित उनको निजी निवासबाट सिक्किम पुलिसले पक्राउ गरेको छ। हिजो मात्रै सिक्किमको गृह विभागले सुभाषमणि सिंह लगायत 3 जनाका विरुद्ध